केटाको प्रगति। म पछि थिएँ खाने पाएन के उनीहरूले। सिन्धुलीगढी प्रवेशद्वार। ल लेट्स गो चल हिँड भाइ हिँड। So hello and namaste everyone, once again welcome back to my channel। अनि सबैजना सन्चै हुनुहुन्छ होला हैन। अनि म पनि एकदम फिट एन्ड फाइनमा छु हैन। सो धेरै पछि मेबी एक हप्ता ग्याप गरेर चाहिँ आज हामी राइडको लागि निस्किसकेका छौँ है केटा। सो आज चाहिँ हामी धेरै छैन भाइ, थोरै छौँ। अनिल सापकोटा, मनिक भाइ, सिजन भाइ, अनि अनिस भाइ, सागर भाइ, सोजेन भाइ, अनि म छु। सो 1 2 3 4 5 6वटा बाइक छ है। सो हामी अब सिन्धुली भनेर हिँडेको केटा हो। कहाँसम्म पुगिन्छ ठेगान छैन है। अब सिन्धुली गढिसक्को प्लान थियो, केटाहरू अलि ढिलो भयो। सो केही छैन, जहाँसम्म भयो भने चट्ट रमाइलो गर्दै जानुपर्छ केटा हो। सो अनि अति चिसो छ है केटा हो धुलिखेलतिर चाहिँ, अति नै क्या। सो अनि धुलिखेल आउँदै हुनुहुन्छ भने चाहिँ एकदम प्रोपर लुगा तातो लुगा लाएर चाहिँ आउनु होला है। अनि हाम्रो अनिस भाइ चाहिँ आज नयाँ भित्रीमा छ है। केटाको चलपलै छुट्टै छ नि हाम्रो अनिसको। अब भित्रीमा कसले सक्नु, अब कसले सक्नु होइन त केटा हो। केटाहरू अगाडि पुगिसक्यो 2-3जना केटाहरू पुरै फायरमा छन्। चट्ट केटाहरूलाई चाहिँ अगाडि पठाएर होइन, म चाहिँ पछाडि जान्छु क्या जहिले। केटाहरूको मिठो कर्नरिङ यसो क्याप्चर गर्दै केटाहरूको चहल पहल यसो निहाल्दै हिँड्नुपर्छ, मजा आउँछ। केटाहरू पुरै फायरमा छन्, फायरमा बाप रे बाप। सो केटा हो, सो ब्ल्यान्ड टर्निङमा चाहिँ यसरी कहिले पनि ओभरटेक नगरौँ है, लास्ट रिक्स हुन्छ यार। बाटो पनि अति सानो छ है। ब्ल्यान्ड टर्निङमा चाहिँ अति बवाल डेन्जर हुन्छ क्या। उताबाट गाडी आएकै देख्दैन है, बाटो नि सानो छ, छिटो नै सकिन्छ क्या। टर्निङमा पऱ्यो भने त स्योर छुइहाल्छ क्या, च्याप्दिन्छ यार बिचमै। बाटो पनि अति प्याक, शनिबार है, घुम्न जानेहरू नै अति हुन्छ है। आजकल त ट्रेन नै अलिक चलेको छ है, चट्ट शनिबार चाहिँ घुम्न जाने। अनि कहिले प्रायः अनि फ्राइडे नाइट बस्ने है, त्यस्तो त चलन ट्रेन नै भइसक्यो क्या। अनि सन्डे टु फ्राइडे बबाल बिजी हुन्छ नि सब होइन। अनि त्यही हो, स्याटरडे दिन फ्री हुन्छ सबैले, अनि घुम्न निस्क्यो क्या। अनि केटा हो होइन। अनि अब यो जाडो सिजनमा चाहिँ के हुन्छ भने होइन, अनि यो टर्निङहरूमा कतिपय टर्निङहरूमा घामहरू छिरिरहेको हुँदैन क्या। अनि शीतहरू परिरहेको हुन्छ नि त, अनि घाम छिरेको हुँदैन, घाम पर्दैन कति टर्निङमा, प्रायः पिपी हाइवेको यतापट्टि टर्निङहरूमा होइन। अनि घाम छिरेको हुँदैन, अनि शीतहरू सुक्दैन क्या, शीतहरू सुक्दैन होइन। अनि म्याक्सिमम् चिप्लिने चान्स हुन्छ क्या शीतमा केटा हो बिहान है। त्यही भएर चाहिँ यसो केयर भएर राइड गर्नु होला है जाडो महिनामा चाहिँ। आमामा केटाको प्रगति। सो अब चाहिँ हामी यहाँ पेट्रोल हाल्नलाई छिर्दैछौँ है। हाम्रो पेट्रोल हाल्ने जक्सन चाहिँ यही हो क्या, बिपी हाइवे जाँदाखेरि। 20 को आउँछ कि आउँदैन आज? आइयो 15 को हालिदिनु, 15 को यसलाई
यसलाई 15 को उ त्यो भित्री नयाँ मानालाई 20 को हाल्दिनु तिमीले टिकटक हेर्ने कुरा चाहिँ छैन तपाईँले हो के छ नाम हो मैले टिकटकमा हालिदिएको थिएँ नि हो कमेन्ट गर्नु पर्दैन त नि हो टोटल पनि हाल्यो अहिले चाहिँ ठ्याक्कै हामी काभ्रे भन्ज्याङ आइसकेका छौँ है चट्ट बाह्रमा चिसो चिसो छ केटाहरूलाई अगाडि पठाइदिउँ यहाँबाट 1 2 3 4 5 मसँग अब चाहिँ हाम्रो राइड होइन नेपाल थोकमा गएर चाहिँ स्टप हुन्छ एकछिनको लागि सायद नेपाल थोक हुन्छ कि अब भकुण्डेमा हो केटाहरू कहाँ बस्ने भन्छन् त्यही अनुसार हुन्छ आम्मा केटाहरूको साह्रो दाबेको म चाहिँ जहिले लास्टमा हुन्छु कि आजकल कुदाउन नि अति डर लाग्छ है लास्ट तर्सिनी भएको छ कि आजकल चाहिँ यार हो सही हो यसरी साइड दिनुपर्छ क्या यसो बाइक पछाडि देख्यो भने है अनि रमाइलो लाग्छ क्या है केटाहरू नि अगाडि पुरै फाडी भइसकेको छ अब म बोल्दा हिँड्यो भने त केटाहरूले मलाई पुरै केटाहरू उहाँ सिन्धुली पुगिसकेको हुन्छ म भर्खरै नेपाल त पुगेको हुन्छ क्या फेरि केटाहरूको कुदाइ फेरि रफ्तारमा छन् है सो केटाहरूलाई अब यहाँ आएपछि एउटा फ्लाइबाई नदेखाइकन त भिडियोमा होइन कहाँ भिडियो बनाए जस्तो आउँछ होइन केटा हो यहाँ एउटा दामी फ्लाइबाई हान्नु पऱ्यो नि त केटाहरूको मिठो फ्लाइबाई लिनु पऱ्यो है केटाहरू पुरै हिटमा छन् पछाडि सो यो हो नि त शैली केटाहरूको यतातिर अलि बाटोहरूमा ट्रनिङतिर चाहिँ अलिक खाल्टो छ क्या केटाहरू बिस्तारै जाने क्या आनन्दले आम्मामा हेलमेट नलाइकन क्या साइडै दिँदैन यार केटाहरू के साह्रो यस्तो यसो साइडतिर त छिराउनलाई सजिलो हुन्थ्यो अब बाटो सानो छ टर्निङतिर भ्याउँदैन हौ तै स्लो नै गरिदिँदैन हौ केटाहरू एकछिन स्लो गरिदियो त आनन्द हुन्थ्यो नि होइन पछाडिको केटाहरूलाई सो राइट नाउ अहिले चाहिँ हामी ठ्याक्कै मङ्गलटार आइसकेका छौँ है सो केटाहरू चाहिँ पुरै फाडी हानिसकेको छ मलाई छोडी वरी केटाहरू कुरिरहेको रहेछन् चमचम के भयो त हो के बाइक के भएको भने ल म पछि थिएँ खाने पाएन क्या उनीहरूले नेपाल थोकमा हिँडौँ न त्यहीँ हेरौँ जाउँ त्यहाँ चियासानी खाऊँ अनि त्यहाँ हेरौँ न लैन सो हाम्रो ब्रोकर चाहिँ बाइक मान्नुबाट आएको रहेछ गियर सिफ्ट नभएर एकछिन अड्का रहेछ है सो अनि यहाँ बाटोमा सँगै भेट्यो केटाहरू पुरै धुलो उडाउँदै सो अब चाहिँ
यहाँ पुगेपछि यो रोड कटिसकेपछि चाहिँ हामी सिन्धुली जिल्ला प्रवेश गरिसकेका हुन्छौँ केटा हो है। अब चाहिँ हामी सिन्धुली जिल्लामा छौँ केटा हो। सिन्धुली जिल्ला प्रवेश गरिसकेका छौँ हामी है चट्टे पारामा। बसको फ्लाइबाई पनि कडाइदियो यार। नेपाल त 1 किलोमिटर है गाइस। अब सही हो। हाँ कहाँ जाउँ जाउँ ल त्यहीँ खाइदिउँ ल। सो अहिले चाहिँ हामी नेपाल थोकमा छौँ राइट नाउ है। अब हामी सिधै मुलकोटसम्मै पुगेर स्टप गर्ने। मुलकोटसम्म पुगेर हामी नास्ता गर्ने हाम्रो कुरो भएको छ है केटाहरूसँग। ल ल ल ल ल ल ल अहिले केटाहरू अब पुरै फायरमा छन् है। सो नेपाल थोकबाट त नकटेको पनि धेरै भयो है केटा। अब चाहिँ आज चाहिँ हामी कट्दैछौँ है। सिन्धुली कहाँसम्म पुग्छौँ ठेगान छैन भन्न चाहिँ अब हामी गढीसम्म जाने कुरो छ होइन। त्यो चाहिँ धुलिखेलबाट जस्तै 100 किलोमिटर वान वे है। सो बिस्तारै जानुपर्छ, हतार गर्नु हुँदैन है। कहाँसम्म पुगिन्छ बरु त्यहीँसम्म पुगेर आनन्दले फर्किने है। हतार गरेर चाहिँ जानु हुँदैन केटा हो। जम मा कसम केटाहरूले त कस्तो डर लाग्ने पारामा कुदाउँछ। ऊ छिरो एउटा अब डन कुरी जालैमा भने जस्तो कि केटाहरूले चाहिँ मिठो हान्यो क्या कर्नरिङ चाहिँ है। कर्नरिङ हेर्नु फेरि हेर्दाखेरि यस्तो मिठो मजा लाग्ने क्या। के हो यहाँको बाटोको हालत त ध्वस्तै रहेछ नि त। बाप रे बाप बाटो चाहिँ लास्टै डेन्जर ध्वस्तै भएको जति सब के कस्तो बिग्रेको रहेछ यार बाटो। खाल्डो भएर परेछ बिचमा। अब नपरोस् पनि कसरी होइन। यत्रो गाडी गुडिरा हुन्छ दिनमा कति 1000वटा भन्दा बेसी गुड्छ होला हौ यो रोडमा। ओ सय अटुल हेलो सो अब एक लाइनमा चट्टा मिठो पारामा जानुपर्छ केटा। हामी पनि यही रमाइलो गर्दै भाइ हिँड मेरो भाइ भित्री लिएर आएको छ हाम्रो भाइले। यो हो नि त शैली होइन आनन्दले चट्टा पारामा। 11 साढे 11 भइसकेको छ है। यस्तै 10 बजीतिर हिँडेको होला हामी धुलिखेलबाट। सो बिस्तारै नै भनौँ है। आएको चाहिँ आज हामी त्यस्तो रस चाहिँ आएको छैनौँ है। चट्ट मिठो पारामा आइरहेको छौँ आनन्दले। हो यो हो नि त चट्ट होइन पुरै ग्याप मेन्टेन हानेर मिठो डिस्टेन्समा चट्ट। अहिले चाहिँ हामी ठ्याक्कै मुलकोट आइसकेका छौँ है। के खाना खाने हो? खाना खाएर जाने हो? खाना खाएर जाने हो? यहाँ छ कि छैन हेरौँ रेडी। सो पहिलादेखि हाम्रो खाना खाने ठाउँ चाहिँ यही हो है। मिठो खाना मेरो अनुहार पनि डाउनु पर्यो नि त। यो कचरा अलि बडो खालको मान्छे फुक्दैन। सो अहिले चाहिँ हामी मुलकोटमा खाना खानलाई बसिरहेको छौँ। हाम्रो यो पुरानो होटल पहिलादेखिको जक्सन पहिलादेखि खाने ठाउँमा आएर फेरि घिउ छैन आन्टी? घिउ अलिकति हाल्नु है। घिउ अलिअलि चुहाइदिनु है। बा यो हो नि त शैली।
केटा हो पुरै रेडी हो खानालाई सही हो सही हो। अब चाहिँ हामी यहाँबाट खानासाना खाएर होइन माथि गढीसम्म जान्छौँ होला आज। लेट्सी हेरौँ के हुन्छ माथिसम्म के हुन्छ अब त्यही हो। ल है त गाइस अब हामी एकैचोटि खानासाना खाएर एकैचोटि बाइकमा भेट्छौँ। अब चाहिँ हामी चट्टबारामा मुलकोटबाट खाना खाएर निस्किँदैछौँ है। सो माथि गढीसम्म हाम्रो प्लान छ। लेट्सी बिस्तारै जानुपर्छ केटा। चट्टबारामा मिठो पारामा। सो मुलकोट बजारबाट हामी मासतिर लाग्दैछौँ। कुर्कोट 18 किलोमिटर बाटो चाहिँ पिच गरेछ त्यो। सही हो सही हो। बवाल मजा आउँछ क्या यो टर्निङमा है। ओ डह्रो ठोक्दैछ नि त यार। सिन्धुली गाडी घुमेर हेर्दा सुन्तलीमा कतिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो सुन्तलीमा कतिमा राम्रो दरबार मार। सो गाइस यो ठाउँको पनि एउटा स्टोरी नै छ है। कतिलाई थाहा होला यो ऐना राखेको ठाउँ नेरको। अनि यो सिसा कटेर यता चाहिँ धेरै पछि आइयो केटा हो। बाटो लुकाएर त बाटो केटा हो। डेन्जर पनि मिठो अति आम्मा केटा त कुद्दै।
सिन्धुलीगढी प्रवेशद्वार सो अहिले चाहिँ फाइनली सेल्फी ढुङ्गा सिन्धुलीको यहाँसम्म आइसकेका छौँ है। सो हाम्रो डेस्टिनेसन चाहिँ यहीँसम्म हुन्छ। बर्दिवास यहाँबाट 55 किलोमिटर रहेछ केटा है। यही बस यता हिँड न, यता त्यहाँ माथि हिँड न, बिचमा त्यहाँ मिलाएर राख है केटा। उयो माथि किन यता राख, यता ए स्याल हुनु लाग्यो। यही राख न, उता लगा न, उता भाइ उता न। यता लिएर यता घुमाउँदा यहाँ